हाम्रो दर्शन कति समयको लागि हो एकचोटि उहाँ सरले भन्नुभएको मेसेज सुनौ त्यसपछि हाम्रो दर्शन 4 महिनाको हो भने धान रोप्नुहोस् अरे हाम्रो दर्शन 10 वर्षको भने रुख रोप्नुहोस् त दर्शन 25 सम्मको लागि भने मानिसहरुमा लगानी गर्नुहोस् तपाईहरु मेरो दर्शन 25 सम्मको लागि हो भने हामीले नानीहरुमाथि लगानी गर्नु पर्यो हाम्रो छोराछोरीमाथि लगानी गर्नुपर्ने ठूलो जिम्मेवारी छ मानिसमाथि लगानी भने त भौतिक कुरा त हामीले जे पनि देखेकै छौं होला नानीलाई हैन तर आत्मिक लगानी जो हामीले गर्नुपर्ने कुरा छ ठूलो जिम्मेवारी हाम्रो हातमा परमेश्वरले सुम्पनु भएको छ हजुर हाम्रो दर्शन 4 महिनाको लागि 10 वर्षको लागि वा 25 सम्मको लागि हो हामीले विचार गर्नुपर्ने कुरा यो वचनबाट हामी सिक्छौं हाम्रो दर्शन चाहिँ लङ लास्टिङ 25 सम्मको लागि हुनुपर्छ र 25 सम्मको लागि हुने हो भने चाहिँ हामीले मानिसहरुमाथि लगानी गर्नुपर्छ हाम्रो छोराछोरीहरुलाई परमेश्वरको राज्यको लागि सिकाउनुपर्छ भन्ने यो मेसेजले मन छोएको छ यो मेसेज सुनिसक्नु भएपछि तपाईलाई कस्तो लागेको छ कमेन्टद्वारा तपाईको प्रतिक्रिया दिनु होला थ्यांक यू